हेलो एभ्रिवान, आइम आसिका। आज मेरो 75 भाग च्यालेन्जको डे 13 हो अनि अहिले चाहिँ मर्निङको 6:50 भइरहेको छ अनि म चाहिँ योगा गर्न लागेको होमवर्कआउट। अब म योगा गर्छु। सो साथीहरू, सधैँ बिहान उठेर एक्सर्साइज गरेँ। मैले चाहिँ योगा गरेको हो। मैले चाहिँ योगा गरेको 2-3 दिन भयो अनि म चाहिँ योगा गर्नलाई सिक्दैछु। मर्निङ टाइममा चाहिँ एक्सर्साइज गऱ्यो भने चाहिँ एकदमै लाइट फिल हुन्छ अनि घाममा बसेर 2 गिलास तातो पानी खाएँ अनि फेस वास गरिसकेपछि सो गाइस, म चाहिँ भर्खरै नुहाएर आएको अनि म चाहिँ ब्रेकफास्ट खाएर आएको। अब ब्रेकफास्टमा चाहिँ चना छ। ब्रेकफास्ट खाइसकेपछि चाहिँ स्किन केयर गरेँ अनि लन्चमा चाहिँ भात र तरकारी थियो अनि लन्च खाइसकेपछि अनि पानी खाने टास्क पुरा गर्दैछु। त्यसपछि चाहिँ बुक पढ्न थालेँ। आजको ज्ञान चाहिँ इन्द्रिय भनेको चाहिँ मन हो है। हामीले आफ्नो मनलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ। आजको ज्ञान चाहिँ यही हो। पानी खाने टास्क पनि पुरा गर्दैछु। गाइस, मैले चाहिँ स्न्याक्समा पपाया खान लागेको, अन्डा पनि छ, अन्डा पनि खान लागेको। सो गाइस, अब चाहिँ म वाकमा जान लागेको। अहिले चाहिँ इभिनिङको 5:30 भइरहेछ टाइम चाहिँ। सो गाइस, म चाहिँ घरबाट निस्केको। सो गाइस, जे कुरा पनि मर्निङ टाइममै सुरु गर्दा चाहिँ बेस्ट हुने रहेछ। तर अब कहिले काहीँ भ्याउँदैन भने त अब टाइम म्यानेज गरेर भने आफूले लिएको टास्क त अब इभिनिङमा भए पनि पुरा गर्नु पऱ्यो नि त। अब गर्मी महिना सुरु हुन थाल्यो। अब इभिनिङमा हिँड्नलाई यस्तो मजा आउँछ नि। गर्मी हुन्छ अनि बेलुका भएपछि पुरै हावा खानलाई हिँड्नलाई चाहिँ कस्तो मजा आउँछ क्या। सो गाइस, म चाहिँ तल्लोको बाटो हुँदै माथि आइपुगेँ अनि त्यो तल्लो बाटोभरि कस्तो अँध्यारो थियो कि भिडियो गर्ने पार्नु त टिक्काटै छिटो हिँडेको है। सो गाइस, अब चाहिँ म फर्किँदैछु मेरो वाक टाइम पुरा गरेर। सो साथीहरू, परिस्थिति जस्तो आए पनि आफूले लिएको जिम्मेवारी चाहिँ पुरा गर्नुपर्छ है, ढिलो भए पनि चाँडो भए पनि। सो मलाई चाहिँ त्यस्तो लाग्छ अनि म पुरा पनि गर्छु। सो साथीहरू, म चाहिँ घर फर्किँदैछु। अब घर गएर सिधै भेटौँ न। सो साथीहरू, म चाहिँ घर आइपुगेँ। कति पछि हेर्छु म। 6:30 भएछ। पानी खाने टास्क पनि पुरा गरेँ। सो गाइस, म चाहिँ टिला खान लागेको। टिलामा चाहिँ रोटी र तरकारी छ। थ्याङ्क्स फर वाचिङ गाइज।